गाइजहरु मेरो फेरि भ्लगमा मेरो चाहिँ नाम भ्लगको छैन, कला राई भ्लग च्यानल हो। आज चाहिँ हामीले यहाँ सेकुवा पोलेर खानुको लागि तयारी गरिसकेका छौँ। अनि सेकुवाको मेन चाहिँ उहाँ हो। तर कस्तो अँध्यारो आएको हो दिदी, त्यसरी अलि यता अर्कै हुनुहुन्छ हाम्रो फेरि सेकुवा अहिले नै पोल्ने होइन हौ, होइन सल्कियोस् न त्यो ताप्दै। अनि गाइस यहाँ सिस्नो बनाएको छौँ, यता खाना, अनि यता बुङ्गुरको मासु भुटिसकेको छौँ। हाम्रो आइटम यस्तो आगो चुलामा बनाएर यहाँ एउटा हाम्रो हिरो हुनुहुन्छ आसिफ, नचिगाउनु आमामा फु फु गर्दैछ। उसको मुख त कति गोरो भएको। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हुक्का काका रातो घर कल्चर घर, एकदम कडाभन्दा कडा। यहाँनिर एकदम पुरानो पुरानो सामानहरू नि देख्न सक्नुहुन्छ। आमामा यो सामानहरूको नाम चाहिँ मलाई त्यति धेरै ज्ञान चाहिँ छैन। हेलो नमस्ते। अनि यहाँ एकदम घुम्ने खाने बस्ने एकदम रमाइलो चाहिँ एकदम रमाइलो। ल जरो अनि अब सेकुवा पोलेर खाने यहाँ तयारी हुँदैछ। हाम्रो यहाँ दाइ भाउजू हुनुहुन्छ यता, देख्न सक्नुहुन्छ। यहाँबाट काठमाडौँ भ्यू यस्तो खतरा देखिरहेछ। गाइस यो चाहिँ मेरो एकदम जिग्री बहिनी हो बन्टे। यहाँ चाहिँ यस्तो लोकल यता तान त तिमीले खाएको के हो लोकल के हो तुम्बा नि पाइन्छ। गाइजहरू नामहरू सबै थाहा छैन, यो ढिकी कि जातो केहरू नि सबै रहेछ हौ। गाइजहरू देख्न सक्नुहुन्छ मेरो भ्लगमा नि स्वागत छ मेरो सिस्टरलाई। अनि एकदम रमाइलो छ। अनि यहाँनिर यस्तो यो के अरे यो पुरानो पुरानो सामानहरूको नामै थाहा भएन क्या यति के यो चाहिँ चिन्डो हो एउटा। अनि त्यस पछाडि अरू नामै थाहा भएन। यो चाहिँ मिस्टिन डब्बा भन्छौँ हामी चाहिँ। अब के भन्छ यो खोङ्गी भन्छौँ राई भाषाबाट त यो त खोङ्गी भन्छौँ होइन, खोङ्गी यो खोङ्गी भन्छौँ। यो ठेकी यताको नाम थाहा छ तिमीलाई हो। यो चाहिँ आइरन रहेछ पुरानो। अनि यिनीहरू के हो यिनीहरू यो त लुगा बुन्ने के हो। अनि यो कल लुगा सिलाउने कुपी पनि रहेछ पुरानो कुपी। सरी आमा लौ आमा हाम्रो यहाँ सानो नानी पिङ खेल्दै हुनुहुन्छ है, सानो नानी। यहाँको रमाइलो छ। यता तलतिर काठमाडौँको भ्यू चाहिँ एकदम सयपत्रीको फुल पनि फुल्न थालिसक्यो। यहाँ तिहार बोलाइसक्यो। गाइजहरू देख्न सक्नुहुन्छ कला राई ब्लगमा। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने ठ्याक्कै हाम्रो यो माछा पोखरीबाट चाहिँ यहाँ 9 किलोमिटर माथि है, माछा पोखरीबाट चाहिँ लोकेसन तपाईँहरूलाई यता धारा पनि देख्न सक्नुहुन्छ। अलिअलि माछाहरू नि रहेछ, यस्तै झागाको व्यवस्था पनि छ। हाम्रो हिरो आसिफ चाहिँ रुएरै जाने भयो। घाम पनि डढ्यो त के हो, कालो भयो।